गाइज नमस्ते तपाईहरुलाई वाइआर मिडिया नेपाल युट्युब च्यानलमा तपाईलाई स्वागत छ। यो चाहिँ मेरो पहिलो भ्लग हो। पहिलो भ्लगमा खासै एक्सपेरिमेन्ट त छैन, तैपनि हामीले चाहिँ यसपालि एउटा सानो भ्लग बनाछौँ अनि त्यो भ्लगमा चाहिँ हामी दाजुभाइ छौँ। जस्ट हामी चाहिँ माछा मार्न गएको छौँ गाउँमा चाहिँ कसरी माछा मारिँदो रहेछ सोलुमा है, त्यसको बारेमा भिडियो बनाछौँ। अनि मन पर्यो भने लाइक कमेन्ट अनि शेयर गर्नु, सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला। यसरी चाहिँ हामीले हैन भोलिको माछाको लागि यसरी हामी यो चाहिँ यसको नाम चाहिँ दुवाली भनिन्छ। यो दुवाली बनाउँदै छु। अनि भोलि माछाको लागि यसरी यो यहाँले क्यामेरा ल्याइ यहाँ यसरी बनाउने, यसरी केलाउने टक्कै यस्तो सुर्काउनु हुन्छ क्या यसमा। यो बनाएको छ भोलि माछा मार्ने हामी चाहिँ अब लोकल माछा सोलुमा यसरी माछा मारिन्छ। भोलि हामी माछा मार्छौँ। यस्तो नबाट यसरी के चाहिँ केलाइसकेको रेडी। यहाँ चाहिँ अब माछा मार्ने झोला। यो चाहिँ हामी भोलि चाहिँ सोलुको एकदम अर्ग्यानिक लोकल माछा चाहिँ खाना होइन त साथी हो। अनि यसरी मार्ने हो। यस्तो सुर्काउने बनाउने अनि मार्ने। हो गाइज हामी चाहिँ अब माछा मार्ने योजना बनाएको छौँ है। हामी चाहिँ अब खोलातिर गएर माछा रातको समयमा यो थापिराख्ने, यस्तो यो केलाको यो अब केलाउन बाँकी। अनि हामी चाहिँ अब माछा मार्ने योजना बनाउँछौँ। काठमाडौँको माछाको स्वादै अर्कै हुन्छ, गाउँको माछाको स्वादै अर्कै हुन्छ र त्यहाँ पाउने न्युट्रिसन पनि अत्याधिक हुन्छ। त्यसको कारण चाहिँ लोकल माछा खाइरहने बानी। त्यही भएर हामी चाहिँ अब भोलि चाहिँ माछा मार्ने जाने हाम्रो योजना छ। यस्तो छ हतियार, माछा मार्ने हतियार है। यो चाहिँ माछा मार्ने हतियार। यो हाम्रो वहिनी हो। यसरी गाउँघरमा चाहिँ यसरी भारी बोकेर हुन्छ। हाम्रो बजुले चाहिँ अब निगुरो टिप्दैछ, गाउँको निगुरो निगुरो। अब त्यस्तो तरकारी खानुपर्छ अर्ग्यानिक। त्यसरी भारी बोक्नुपर्छ झट्टै गाउँमा चाहिँ घाँसको भारी है। ल फाइनली गाइज हामी चाहिँ अब यो पासो सब रेडी भएर हामी चाहिँ अब माछा मार्न चाहिँ खोलातिर जाँदैछौँ। आज चाहिँ फाइनल्ली अब चाहिँ हिँडेको हामी लगातार यहाँ झोलामा हेर। कुन मसला दियो दन्दो ल गाइस अब चाहिँ रेडी भयो है माछा मार्नको लागि। हामी अब खोलातिर जाँदैछौँ है। दुधकोसीमा यसो फाइनल्ली गाइस। ल साथीहरू यो चाहिँ माछा त्यो हतियार अथवा त्यो दुवालीलाई चाहिँ अड्केको बेला यसले यो निकाल्नुपर्छ। त्यही भएर यो चाहिँ बनाउनुपर्छ यो बाँसको। अनि यो चाहिँ अड्केको बेलामा चट्टै अनि यसरी बनाउनुपर्छ, यसरी बनाउनुपर्छ, यसरी। हुन्छ ल
माछा त मै या माछा मन त मै एक त यसरी कति लामो बनाऊ हो ठिक छ ठीक छ ल अब यो चाहिँ अड्केको बेलामा यसरी स्वाट निकाल्न यसरी यसरी ल यो बोको त केटा माछा मार्नु सजिलो छैन नि हौ सोलोमा माछा मार्नु सजिलो छैन ए अब हिँड्यो यसरी हेलो नेट त लाँदैन माछा मारिने भयो है भोलि कति मारिने हो थाहा छैन आज बेलुका थाप्नुपर्ने मासु चाहिँ अब कट ल साथी फाइनल्ली हामी चाहिँ यो दुधकोशी खोलामा आइपुगेका छौँ अब यही हो माछा मार्ने हामीले अब हेरौँ अब के कस्तो कसरी हान्नुपर्छ अब तपाईँ देखिहाल्नुहुन्छ होइन यो पासोहरू ल अब जाउँ मेन त सँगै भयो घाँसै नगाएर नि घाँसै नगाएर नि भयो यस्तो पाहाड छ हेरौँ न यस्तो पाहाडमा जन्मेको हुर्केको खेलेको मान्छे हो साथी हो अब चाहिँ हामी कोशी खोलामा आइपुगेको छौँ अब त पक्का छोड्ने छोड्ने ल यो चप्पल यहीँ छोड्ने छौँ हामीले ए जुका यहाँ जुका ओ जुका यस्तो जुकाले चाहिँ ध्वस्त बनाउँछ सोलुमा चाहिँ यो जुका ए खोले बम्बेल हान्ने ल साथी हो कि घरमा हालेको यसरी अनि निकाल्दैछौँ यो चाहिँ दुवाली है अब हान्नलाई फाइनल्ली
उकाउँदै हो यो। ढुङ्गा बान्नुपर्छ 2 ठाउँमा, बिचमा। यहाँ छ एउटा ढुङ्गा। ऊ चाहिँ मेरो भाइ हो, राम। उनीहरू ट्विन्स हो, 2 जना। राम लक्ष्मण छ, भाइ चाहिँ घरमा छ, लक्ष्मण चाहिँ घरमा छ। अनि राम चाहिँ मसँग आएको छ। माछा दोवाली, माछा मार्नको लागि दोवाली थाप्न आज आएको छ ऊ चाहिँ मसँग। ल हानिसक्यौँ फाइनल्ली यो गाई हानिसकेर हामी चाहिँ लाग्यौँ है। यहाँ हानेको छ। अब भोलि बिहान आएर टक्क तान्ने। उहिले एउटा हाल्यौँ, यहाँ एउटा। अब हामी चाहिँ हिँड्यौँ। खोलाको बाटो हिँड्न म त जान्दिनँ। भाइले छोडेर गइसक्यो। अब यहाँ हान्ने हाम्रो योजना छ। हान्ने हो, हान्ने। गर्दै
है हान्नु आँट्यो भाइले अब फेरि त्यो अलिक गुजुल्टो भएको छ त्यो अलिक अल्झिएछ यो चाहिँ हानाइ फेरि मिस्टेक हो ढुङ्गा चुट्यो फेरि ढुङ्गा बान्नुपर्छ अनि फेरि हाल्नुपर्छ यसको त्यो सुर्काउने चाहिँ देखिरहेको छ फेरि बनाउँदै हुनुहुन्छ भाइले अब फेरि ढुङ्गा बान्ने अनि फाल्ने ढुङ्गा चुटेको कारणले यो चाहिँ सोलुको हानाइको स्टाइल है सोलु अब उसलाई ढुङ्गा यहाँ बान्नुपर्छ ढुङ्गा खोज्दैछु म चाहिँ के भो अलिक ठुलो ढुङ्गा बान्न ल अलिक ठुलो ढुङ्गा बान्नुपर्छ क्या अनि जोडिँदैन खै म खोज्छु ओहो ढुङ्गा खोज्दैछु कतिवटा चाहिएको ओ माछा मार्ने स्टाइलहरू अब त्यो चाहिँ बाहिर बान्नुपर्छ त्यो ढुङ्गा बाहिर ढुङ्गा ल सक्यो है ल गाइस अब फेरि म हान्दैछु मेरो पालो है ढुङ्गा बान्दैछु यस्तो गोलो गोलो हुनुपर्छ यस्तो अनि यसरी माछा सुई पर्छ यो चाहिँ यस्तो पुगाउनु पर्छ है यस्तो हातो बान्नुपर्छ
ल अब हामी चाहिँ रात पर्यो। अब हामी चाहिँ अब बिहान चाहिँ हिजो राति हानिहालेको तास हो अब तान्नलाई जाँदैछौँ। कति माछा मर्छ थाहा छैन त्यो चाहिँ। अब हेरौँ बगरतिर पुगेर हेरौँ अब के हुन्छ। लेट्स सी। ओइ गाइस अब चाहिँ माछा पर्यो कि परेन हेर्दैछौँ है। अब ओ माछा फाइनली गाइस माछा निस्किसकेको छ है। एउटा माछा ल वेट यहाँ अब फुकाल्दैछौँ हामी चाहिँ माछा चाहिँ। सोलुको लोकल अर्ग्यानिक माछा हो। ल माछा हेलो फाइनली गाइस हामीले माछा मारेको माछा है। माछा फाइनली गाइस है माछा हामी फाइनली हिजो के लाग्छ फाइनल माछा मारेको है। यहाँ देखेछ माछा त ल अब लगाएर मजाले रोस्ट गरेर खाने हो माछा है साथी हो। यहाँ केलाइसकेहरू खाएको है। अब चाहिँ लगेर हामी चाहिँ घर लगेर मजाले खाने हो है। यो हेर यो चाहिँ कतिको छ यो चाहिँ किलो कतिको एक धार्नी मारेको छौँ हामीले। 2 केजी चाहिँ छ। एक धार्नी रहेछ यो माछा चाहिँ। फाइनली गाइस एक धार्नी चाहिँ छ यो। कति एक धार्नी थियो गाइस। अब हामी चाहिँ माछा मारेर अब घरतिर गएर अब पकाएर खाने होइन। पकाएर खाने अब घरतिर लाग्छ हामी गाइस। एक धार्नी जस्तो 2.5 केजी मारेको छ माछा। अब हामी लाग्छौँ मेरो बाटोमा हिँड्नु पर्नेछ गाइस। यस्तोमा
मेन त्यही हो बाटो यस्तो अप्ठ्यारो बाटो हिँड्नु मेन त लम्बीमा हो यो फाइनली गाइस अब यहाँ चाहिँ घाट छ कि क्या हो मोरो खुट्टा मात्रै अब मेन नम्बर मेन त नखाएको नि मात्रै यस्तो अप्ठ्यारो बाटोमा माथि झार्नु पनि साह्रै गाह्रो भयो त हौ अब फुलसँग ल गाइस अब हामी चाहिँ घर आइपुग्न आँटेको छौँ अहिले गाइस अफाबारी खोर्सानी है गाउँको लोकल गाइस यो रुद्राक्ष मैले गाइस यो चाहिँ रुद्राक्ष तपाईँको बोट यो मैले सङ्खुवासभाबाट ल्याएर एउटाको 1500 मेरो त अब कस्तो फल्छ हेरौँ अब सङ्खुवासभाबाट ल्याएर रोपेको है गाइस हाम्रो कुखुरा फार्म हो हाम्रो फार्म रातो केरा हुन्छ खाउ मात्रै गाइस यो चाहिँ रेड बनाना रातो केराको बिरुवा यो भनेको यो काठमाडौँदेखि ल्याएर रोपेको अब पछि हेरौँ पछि कस्तो फल्छ ल गाइस अब माछा चाहिँ घरमा ल्याइसकेको छ होइन अब घर यहाँ मोडिफाई गर्दैछौँ यहाँ बनाउँदैछौँ यहाँ हल्का भालखाते पनि यहाँ अब घर बनाउँदैछौँ हामी मोडिफाई यसो अब यो किचनहरू सब भत्काएकोले गर्दा यस्तो छ घरको हालत यस्तो छ अब अनि त्यही भएर त्यो पर पकाउनु पर्ने बाहिर किचनहरू सब भत्काएको छौँ किचन भत्काएकोले गर्दा यो घर भर्खर मोडिफाई गर्दैछौँ त्यही भएको कारणले गर्दाखेरि चाहिँ बाहिरै पकाउनु पर्ने बाहिरै खानु पर्ने छ गाइस अब यही यहाँ पकाउनु पर्ने यो चाहिँ सुँगुरको चारो पकाउँदै आमाले अब यही हो लगाइछ त्यहीमा अब यही पकाएर खानुपर्ने आज त्यहीमा त्यस्तै